नमस्ते, म शरद प्रधान। मेरो हातमा यो काखमा बुद्ध किताब छ। यो किताबको लेखक पुरुषोत्तम उपाध्याय जहाँ कोठाले अन्तरे मसँगै हुनुहुन्छ र यो किताब मैले पढेर सिद्धाएको छु भर्खरै र यो किताब सम्बन्धी मेरो केही जिज्ञासाहरू उहाँसँग राख्न चाहन्छु। सर, यो किताब कति सत्य कति असत्य उपन्यासमा तपाईँको मत यसमा गोठाले अन्तरे कति छन् र कथा कति छन्? गोठाला अन्तरे 70% छ, 30% चाहिँ अब कथामा उपन्यासमा अलिकति मिथकहरू लगाउनै पर्छन्। मेरो सोचाइले चाहिँ 70% सत्यमा आधारित छ, 30% चाहिँ अब यताउता होला सायद। यो किताबमा चाहिँ सुरुदेखिको नै तपाईँले अन्तिमसम्म नै हजुर पशु पक्षीलाई जोडेर ल्याउनु भएको छ। हजुर के यो संयोग हो कि प्रि प्लान हो? संयोग पनि होइन, प्रि प्लान पनि होइन, कतिपय घटेकै घटना हुन्। लेख्दै जाँदा आयो। त्यसमा एउटा दुईवटा घटना अलिकति कुरा पनि लगभग ती घटेकै घटनाहरूमै आधारित हुन्। यसलाई तपाईँले मतलब भन्नु, अहिले त चलन चल्तीमा पर्या भन्ने चलन छ। हजुर, पर्या उपन्यास भन्न रुचाउनुहुन्छ कि? पर्याको छेउछाउ हो। पर्या सम्पूर्ण भनेर चाहिँ अब पशु प्राणी जङ्गल र वृक्ष सम्बन्धित एउटा घटना छ र गोठहरूको पनि यसमा उपन्यासमा छ र पर्या लगभग 30-40%, अरू पशु प्राणी र अरू मानव सम्पर्क, तामाङ र एउटा बाहुन फेमिलीको भतिजो तामाङ, काका एकजना बाहुन परिवारको एउटा समन्वयको चिज देखाउँछ। यसमा तपाईँले 2 पुस्ताको इतिहास भन्नुभएको छ। एउटा तपाईँको पुस्ताको इतिहास, त्यसपछि तपाईँको तामाङ भतिजोको इतिहास छ। यसमा तपाईँले चाहिँ तामाङ भतिजोले चाहिँ एउटा गैर नेपाली गैर गोर्खालीसँग बिहा भएको कुरा राख्नुभएको नि। हजुर, यो के एउटा यो जातीय मेलमिलाप विषय भनेर राखेको कि कस्तो यसो राख्नु? हाम्रो त गाउँमा पनि अहिले विभिन्न जाति जनजातिसँग आदान प्रदान हुन थाल्यो, विवाह हुन थाल्यो, सामान्य मानिन्छ र यो घटना यस्ता खालका घटना सामान्य भए, आदान प्रदान भयो। असमियामा पनि हाम्रा छोरीहरू गए, हामीले पनि असमिया छोरीहरू ल्याएर विवाह गऱ्यौँ र यो बडो छोरीसँग तामाङले बिहे गरेको पनि सामान्य हो। यसमा चाहिँ अलिकति अन्तर्जातीय विवाहलाई देखाएर समन्वयता विभिन्न जाति जनजातिको देखाउनु पनि खोजेको हो। अहिलेको जुन असमिया समाज छ हाम्रो, हजुर, गोर्खाली बृहत्तर असमिया समाजमा चाहिँ यो अन्तर्जातीय बिहा चाहिँ प्रायः एक्सेप्टेबल नै हो। हजुर, अब यहाँ हामी अस्ति म त्यहाँ तपाईँको गाउँ हजुर बोका पथेर हो, त्यहाँ घुम्दा पनि यसो थाहा पाएँ कि त्यहाँ चाहिँ तपाईँहरूमा जस्तै भनौँ न अब तामाङ जाति, बाहुन, लिम्बू, आदिवासी सबै एउटा मिलेर बसेको रहेछ। कोही मान्छे बित्दा पनि एकसाथ बार्ने, जुन अहिले एकदमै हाम्रो जुन समाज छ नि, द्रुत गतिमा बढेको समाजमा चाहिँ अब दाजुभाइसँग नमिल्ने, आमा बाउ कहाँ पनि मर्दा त नबार्ने चलन आएको बेलामा त्यो चलन देख्दा धेरै खुसी लाग्यो। यो हुनुको पछाडि के होला तपाईँहरूको? मेरो त मितबाउ नै तामाङ हुनुहुन्थ्यो। हामी टिको लाउन जान्थ्यौँ दसैँमा, मितबुवा पनि आउनुहुन्थ्यो र पिताजीको एकजना मित लिम्बू पनि हुनुहुन्थ्यो र अरू पनि मित हुनुहुन्थ्यो, 3-4जना मितहरू हुनुहुन्थ्यो र यो समन्वय साथै त्यो समयमा दुःख सुखमा अब मितको छोराछोरी मर्दाखेरि मितिनी मर्दा मितले मितको छोराछोरी हुर्काएको पनि उदाहरण छन् र त्यस्ता उदाहरण आजकल पाइँदैन र यस्तो राम्रो गाउँ, यस्तो मिलनसार गाउँ त साह्रै कतै छ जस्तो पनि मलाई चाहिँ लाग्दैन। छ होला, तर मलाई चाहिँ त्यो हुनाले एकदम हाम्रो गाउँमा झगडा एक प्रति अर्को त्यस्तो छैन र विशेष गरी म तामाङ गाउँमा हुर्केको हुनाले तामाङ बन्धुहरू त मलाई मेरो आफ्नै नै तामाङै आधा जस्तो लाग्छ र बुद्ध र भगवान् विष्णुको एउटा समन्वय जस्तो पनि लाग्छ। यो किताब सम्पन्न गर्न तपाईँलाई कति दिन लाग्यो लेखनमा? लगभग 5 महिना जति लाग्यो होला, तर घटना चाहिँ मस्तिष्कमा मैले सजाइसकेको थिएँ। त्यसलाई अब अलिकति पहिलो उपन्यास हुनाले यताउता मिलाउँदा लेख्यो, फेरि त्यसलाई छाँट्यो गर्दा 5-6 महिनामा मैले व्यस्तता, अफिसबाट आउँदा 9-10 बज्थ्यो, बिहान 8-9 बजी अफिस जानु पर्थ्यो। अलिकति समय र स्वास्थ्यलाई त्यागेर लेखेको हो। 5-6 महिनामा लेखिसक्यो। कतिपल्ट पुनर्लेखन भयो? लगभग 6-7 पल्ट पुनर्लेखन भयो। अन्तिमको जुन कथाको अन्तिम फिनिसिङ त्यति मैले उपन्यास त पढेँ 150 विभिन्न नेपाली, बङ्गाली, असमिया उपन्यास। अन्तिमको
लेखेर त्यसलाई समाप्ति कसरी गरौँ त्यसमा चाहिँ मैले लगभग 5-6 पुनर्लेखन गरेँ। हजुर। यसमा तपाईँले त्यो इन्डिङ चाहिँ एकदमै अलि सुखान्त गर्नुभएको छ। हजुर। त्यो जसको मान्छे प्रोटागनिस्ट हिरो हजुर हिरोलाई तपाईँले पछि एकदम सफल व्यवसायको रूपमा चाहिँ स्थापित गर्नुभएको छ। योले चाहिँ के तपाईँले हाम्रो समाजमा हजुर यस्तै घटेको घटनाहरू छन् कि छन् र यो एउटा प्रेरणादायक पनि हुन्छ हाम्रा पढेर डक्टर इन्जिनियर बन्ने विभिन्न गर्ने तर सामान्य एउटा कम पढेको केटोले पहिला गाडी चलायो त्यसपछि विभिन्न काम गर्यो सहरमा आएर मेरो भतिजोले त्यसपछि ठुलो उद्योक्ता भयो धर्म छोडेन उसले अब कुनै धर्मको विभेद गरेन बाहुनको घरमा आएर बस्यो म उसको घरमा गएर बसेँ मेरो दुख सुखमा ऊ आयो र प्रगति गर्नलाई पाखुरा हुने मान्छेलाई शिक्षाको त्यति जरुरी नभए पनि गर्न सक्छ भन्ने पनि देखाउनु खोजेको। अनि अलिकति तपाईँको म लेखन यात्रामा जाउँ है। तपाईँले पहिलो पुस्तक कविता सङ्ग्रह होला? हजुर पाटोको फिटबेरी। कुन सालतिर निकाल्नु? त्यो 2023मा। त्यसपछि तपाईँले एउटा कथा सङ्ग्रह निकाल्नु भयो लोहित किनारका गोत्रबाट। त्यसपछि यो आमाको लुर्कन त्यो कविता सङ्ग्रह। हजुर। त्यसपछि यो र अनि कथा सङ्ग्रह। तपाईँको एउटा कविता छ नि सेतो पाटीमा छापेको? हजुर। त्यो त झन्डै 16,000 16-17,000 सेयर भयो 8,000 कमेन्ट छन् अझै पढिसकेको छुइनँ मैले। त्योबाट चाहिँ म कवि हुन पुगेर कहीँ पनि जाँदाखेरि त्यो कविता वाचन गरेँ सबैले चिन्ने भए र त्यो कविता नै मेरो एकदम टर्निङ पोइन्ट भयो। त्यो कविता लेख्दा नि तपाईँले हाम्रो समाजलाई हेरेर अब समाजमा यस्तै भइरहेछ भन्ने विचारलाई नै हजुर मध्यनजर राखेर लेख्नु एकदम। त्यो कसरी आयो त्यो कविता यत्रो पपुलर हुन्छ भनेर सोचिनँ। चुटुवाको भरमा पिसाब 4 पाउ टेकेर शौच जानुपर्छ खोकी र खकारको शब्दले घरमा भूकम्प आउँछ डरो मन पारेको छु तिर्खा लागे त सम्झिन्छु एक मुठी तातो पानी दिने कोही छैन बुढी एक मुठी तातो पानी दिने कोही छैन बुढी। बुढीको स्वर्गवासपछि एकजना वृद्ध व्यक्तिको एक्लोपनको महसुस गर्दै त्यसमा 5-6वटा अन्तराहरू अहिले मलाई पनि लाग्छ मैले कसरी लेखेँ ती अन्तराहरू वास्तवै रहन्छ र त्यत्रो मान्छेले रुचाए। तपाईँको परिवारमा तपाईँ बाहेक लेख्ने तपाईँभन्दा माथिल्लो दाजु केशव दाजु? हजुर केशवको किताब भर्खर निस्किएको छ? हजुर हजुर। कुन चाहिँ किताब छ? यो पाउ भन्ज्याङ भन्ने एउटा नियात्रा नेपालको विभिन्न ठाउँमा घुमेको। उहाँले पनि लेख्न त लेख्नुहुन्थ्यो निकाल्न त्यति उ गर्नुभएको थिएन अनि मैले दाजु निकाल्नुपर्छ भन्दा लेख्नुभयो। अत्यन्त राम्रो किताब छ मेरो प्रेरणा पनि हुन्छ मेरो काइँले कहिले पनि लेख्दा काइँला लेख राम्रो लेख्छस्। मेरो मुख्य प्रेरणा मेरा 2जना भान्जा मेरो काइँला दाजु र घर परिवार त छँदैछन् घर परिवारले त अब प्रेरणा दिएकै छन् तर मुख्य त काइँला दाजुले मलाई तमाम प्रेरणा दिनुभएको। अब म अन्तमा त्यो अस्ति भर्खरै सम्पन्न 9 र 10मा सम्पन्न जुन गोठाले महासम्मेलन थियो नि हजुर त्यसको परिकल्पनाकार तपाईँ हुनुहुन्छ त्यो गर्नुको मुख्य कारण के होला? पुस्तक लोकार्पण साथै ब्रह्मपुत्रको छेउमा जुन गोठालाहरू थिए मतलब ब्रह्मपुत्र छेउमा त्यो संस्कृति हराउँदै गयो। त्यसपछिको त्यो गोठमा भएको गुणरत्नमाला पढ्ने मान्छे खाँडो जगाउने मान्छे बालन सङ्गिनी गर्ने मान्छे रामायण भानुभक्त रामायण पढ्ने मान्छे हराउँदै गयो। गोठाले गीत हराउँदै गयो र गोठालो सम्मेलनका हाम्रा मेरा मूर्धन्य व्यक्तित्वहरूको सल्लाहको साथमा ल दौलामै गरौँ भनेर गरेँ। त्यो मेरो जीवनको एउटा बडा ठुलो अनुभव ठुलो जमघट र मलाई के लाग्छ जति त्यहाँ छेउमा हामी अब असमिया समाजमा बसेको हुनाले त्यो वरपरका असमिया साहित्यकार कवि कृतिहरूले पनि यति रुचायो साहित्यको एउटा उद्घोष भयो। अब अर्जुन उप्रेतीजीको 3टा पुस्तक हाम्रा 4टा पुस्तक 5वटा र लोकार्पण हुँदा त्यहाँका व्यक्तित्व जिल्लै नै एक उदाहरण स्वरूप भयो र बेलुका त भोलिपल्टबाट त त्यहाँका विभिन्न व्यक्तिले यो साहित्यिक एउटा जागरण भयो। गोठको कृति लीलबहादुर सरको ब्रह्मपुत्रको छेउछाउ पछाडि मेरो लोहित किनारको आयो र त्यो किताब यति पपुलर भयो युनिभर्सिटीमा पनि डिग्रीमा हालेँ र लेख्नु पर्ने त गोठकै कृति रहेछ यो कसैले लेख्दा रहन्छन् र म गोठो बसेको मान्छे हुनाले त्यो कृति लेख्यो र त्यसको चाहिँ साहित्यको जागरणै थियो त्यसको मुख्य उद्देश्य। म अब ब्रेक मान्न गइरहेको छु अन्तिम एउटा प्रश्न सोधेँ। आगामी त नयाँ पुस्ताले चाहिँ तपाईँले अघि भन्नुभएको थियो सङ्गिनी भयो धेरै कुराहरू झारफुकहरू धेरै कुराहरू बिर्सिसकेको छ नि त हजुर धेरै कुरा बिर्स यसलाई अब संरक्षण गर्नुपर्ने नयाँ पुस्ताले चाहिँ के गर्नुपर्छ त्यो नयाँ पुस्तालाई तपाईँको सन्देश के छ? पुस्तकमा लेखिएको चिज पढ्न छोडेँ त्यही कारणले मैले कविता आवृत्ति गर्न थालेँ। कविता आवृत्ति गर्दा साथ सुने जब नयाँ पुस्ताले अरे यो त राम्रो चिज हुँदो रहेछ
र कटुवालको कविता वाचन गरेर हिँडे 3 वर्षसम्म, त्यसपछि आफ्नो कविता र वाचन गरेरै मान्छेलाई आकर्षण गरेर काव्यतिर तान्ने मेरो उद्देश्य थियो। म सफल पनि भए जस्तो लाग्छ। अब त वाचन गर्ने बहुत निक्लिए आसाममा विभिन्न गजलकार कविहरू र साहित्य उर्वर छ र विशेष गरी यो गोठको साहित्य, लोक साहित्य हराउँदै गयो। अरू त अब आधुनिक लेखन त बहुतले लेख्छन्, त्यही थियो मेरो उद्देश्य चाहिँ। अब यसलाई संरक्षण गर्न चाहिँ के गर्नुपर्छ? जस्तै तपाईँ भनौँ न, अब धेरै कुरो अस्ति हामीले हेऱ्यौँ, बालन नाच पनि हेऱ्यौँ, सङ्गिनी पनि हेऱ्यौँ, अब मारुनी पनि छन् र धेरै नाचहरू जुन अब हाम्रैभन्दा अगाडिको पुस्ताले पनि गर्थ्यो र हाम्रो पुस्तासम्म पनि आइरहेछन् र अब नयाँ पुस्ताले त्यो कुराहरूलाई चाहिँ ग्रहण गर्न गाह्रो भइरहेछ। त्यस्तो बेलामा चाहिँ कस्तो खालको चाहिँ नयाँ पुस्ताले अथवा तपाईँहरूको पुस्ताले यसलाई संरक्षण गर्न के गर्नुपर्छ जस्तो लाग्छ? अब म ब्याङ्कको वरिष्ठ प्रबन्धक भन्न मञ्चमा मलाई चढाइहाल्छन् काहीँ पनि, म गोठालो भन्न मलाई मञ्चमा चढाउँदैन। र ती व्यक्तिहरूलाई मञ्चमा ल्याउने समय आयो, हामी तल बस्ने समय आयो। ती गोठमा बसेको सङ्गिनी, बालन, गाउनेलाई चाहिँ मञ्चमा चढायो, तिनीहरूलाई मञ्च दियो, तिनीहरूलाई प्रोत्साहन गऱ्यो। हामी चाहिँ जबसम्म तल बस्दिनौँ, हामी मञ्चमा जब ओगट्छौँ हामीले, यो हाम्रो साहित्य विकास हुन्छ जस्तो लाग्दैन। उनीहरू मञ्चमा चढ्नै डराउँछन्, उनीहरू मञ्चमा आउनै डराउँछन्, उनीहरूलाई ल्याउनै समस्या छ, डराउँछन्, उनीहरूलाई शरम लाग्छ वा उनीहरू हिचकिचाउँछन् ठुला मान्छे भनेर हामीलाई सोध्छन्। वास्तवमा ठुला मान्छे त उनीहरू हुन्, गोठाका गोठाला नै ठुला हुन्, काव्य बोकेका छन्, तर हामी उहाँबाट लिने कोही मान्छे छैन। आगामी दिनहरूमा त्यो पहल पनि हामी जारी राख्नेछौँ। सर धन्यवाद। र नयाँ पुस्ताले जुन असममा बसेका नयाँ पुस्ताहरूले पनि उहाँहरूले जुन सुरु गर्नुभएको छ गोठाले संस्कृति, गोठाले साहित्य, गोठाले महासम्मेलन, यसले निरन्तर पाओस् र जुन हाम्रो संस्कृतिसँग जोडेको छौँ हामी नेपाली भनेर चिनिने त्यही त हो नि। हामी असमिया अथवा भारतको कुनै प्रान्त अथवा विश्वको कुनै ठाउँमा हामी अलग छौँ भने हाम्रो संस्कृतिले, हाम्रो भाषाले र हाम्रो साहित्यले यसलाई चाहिँ उर्वर बनाउने सबै हाम्रो जिम्मा हो। र आजको लागि यति टाइम दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। नमस्कार।